साथीहरु सम्पूर्णमा नमस्ते। आजको नेप्से मार्केटमा कुन कम्पनीले कतिको चाहिँ कारोबार गरेछ र कुन कम्पनीको शेयरको प्राइस कति पुगेछ त्यसको सम्पूर्ण जानकारी आज यो भिडियोमा हामी हेर्छौं। अब हेर्नुस्, यहाँ मैले नेप्से 94 चाहिँ यो मेरो कुमारी बैंकको चाहिँ ब्रोकर एकाउन्ट हो, यो मैले ओपन गर्छु। अब यहाँ आयो नेप्से अनलाइन ट्रेडिङ सिस्टम, यो फर्स्ट लिंकमा म क्लिक गर्छु। त्यसपछि यहाँ प्रोसेस भएर हेर्नुस् यस्तो आयो। यो चाहिँ आउनुभन्दा पहिला तपाईलाई के भन्छ कि चाहिँ तपाई आफ्नो ब्रोकर आईडी र पासवर्ड हालेर चाहिँ लगइन गर्नुस् र त्यो लगइन गरेपछि बल्ल यस्तो चाहिँ शो गर्छ। अब हेर्नुस्, यहाँ त हामी यो नेप्से मार्केटमा पुग्यौं। अब यहाँ दुईटा चाहिँ कलर्स दिएछ, यहाँ एउटा चाहिँ रेड छ र अर्को चाहिँ ग्रीन छ। ग्रीनको साइनले चाहिँ के हुन्छ, यो चाहिँ पोजिटिभ सर्किटहरु लागेको कम्पनीहरु चाहिँ शो गर्छ र रेड वाला चाहिँ नेगेटिभ सर्किटहरु माइनसमा सर्किटहरु लागेको चाहिँ कम्पनीहरु चाहिँ यहाँ शो गर्छ। सबभन्दा पहिला त हामी दुईटा कम्पनीको बारेमा सम्पूर्ण डिटेल्स चाहिँ हेर्छौं। अब त्यो हेर्नको लागि चाहिँ सबभन्दा पहिला त्यो अर्डर म्यानेजमेन्टमा तपाई क्लिक गर्नुस्। अर्डर म्यानेजमेन्टमा गइसकेपछि त्यहाँ हेर्नुस् तीनटा अप्सन आयो, तर सबभन्दा पहिलाको अप्सनमा चाहिँ तपाई क्लिक गर्नुस् बाई एन्ड सेल। यहाँ हेर्नुस्, यहाँ एउटा चाहिँ बक्स जस्तो आयो। अब जुन चाहिँ कम्पनीको शेयर तपाई हेर्न चाहनुहुन्छ त्यसको चाहिँ यहाँ सिम्बल राख्ने। जस्तै म सुनो रिभर्स लिमिटेडको चाहिँ अब हेर्न चाहन्छु भने यहाँ चाहिँ म सुनो रिभर्स त्यसको चाहिँ सिम्बल मैले टाइप गरेँ। अब हेर्नुस्, यहाँ चाहिँ उसको एक्ज्याक्ट प्राइस आइसक्यो 794.1। आजको चाहिँ पर शेयर प्राइस चाहिँ यसको 794 रुपैयाँ चाहिँ पुगेछ। अब हेर्नुस्, यहाँ टप 5 सेलमा चाहिँ 00 छ, किनभने अहिले कसैले पनि सेल गरेको छैनन्। अर्को चाहिँ हाम्रो के रहेछ, यहाँ टक्सर पिखुवा खोला, यो मैले टक्सर पिखुवा खोला हाइड्रो पावर लिमिटेड चाहिँ यहाँ टाइप गरेँ, त्यसको सिम्बल आयो। अब हेर्नुस्, यसको चाहिँ अहिले कति पुगेछ 559। अनि यहाँ हेर्नुस् टप 5 सेलमा चाहिँ के छ त, यहाँ चाहिँ यसको आजको चाहिँ कारोबार 9068 टोटल कारोबार आज नेप्सेमा यो चाहिँ कम्पनीको भएको छ। स्टार्टिङ प्राइस चाहिँ 300 देखि सुरु भएको थियो, हाई प्राइस 772 सम्म गएको थियो। शेयर होल्डरहरूले आफ्नो शेयरलाई सेल गरे र त्यहाँबाट फेरि मार्केट झरेर तलायो अनि आजको चाहिँ मार्केटमा 559 जति चाहिँ पुगेछ। त्यस्तै यदि तपाईहरुले पनि हेर्न चाहनुहुन्छ कि मेरो चाहिँ शेयरको प्राइस कति पुगेछ, त्यो पनि चाहिँ नेप्सेको मार्केटमा गएर ब्रोकर एकाउन्ट चाहिँ खोलेर त यस्तै चाहिँ तपाईले हेर्न पाउनुहुन्छ। यो जानकारी तपाईहरुले कस्तो लाग्यो कमेन्ट गर्नु अनि च्यानललाई सब्स्क्राइब गरिदिनु। पछि चाहिँ मैले यस्तो भिडियोहरु पोस्टहरु गर्दा नोटिफिकेसन तपाईलाई सजिलै पुगोस्।